Hi guys, ताप्लेजुङ खोङ्लिङ बजारमा आइसकेको छु। यहाँ चाहिँ धेरै अगाडि आउन मन थियो अनि सो कहिले के भएर आउन पाइएन। योचोटि चाहिँ फाइनली आउन पाइयो, ढिलो भए पनि आउन पाइयो, खुसी लाग्यो। म चाहिँ यहाँदेखि उँभो जाँदैछु। हाम्रो चाहिँ आर्ट गर्नुभएको रहेछ, आर्टबी यहाँ देख्न सक्नुहुनेछ। यहाँ कन्ट्याक्ट नम्बर पनि छोडिदिनु भएको छ, यहाँ देख्न सक्नुहुनेछ। निकै धेरै राम्रो लाग्यो। सो कहिले आउँ भइरहेको थियो, फाइनली आउन पाइयो, खुसी लाग्यो। अनि धेरै राम्रो रहेछ। यहाँ माथि सिनहरू देख्न सक्नुहुन्छ, कस्तो राम्रो सिनहरू छ है। अनि हाम्रो किराँतको मूर्तिहरू बनाउनु भएको रहेछ, नाम चाहिँ के हो थाहा भएन, सक्नुहुन्छ। धेरै राम्रो रहेछ। अनि यहाँ चाहिँ पहिला हटिया लाग्ने गर्थ्यो, शनिबार मङ्गलबार, अहिले पनि लाग्छ। अनि अहिले चाहिँ यस्तो बनाउनु भएको छ, कस्तो राम्रो छ है। सो नाइस छ। अनि यहाँ चाहिँ धेरै मान्छेहरू आएको देख्दा कति आउँ जस्तो लाग्थ्यो, कहिले आउने। सो फाइनली आउन पाइयो। अनि यहाँ सो ह्याप्पी देख्न सक्नुहुनेछ। यो ठाउँ चाहिँ तपाईँहरू पनि ताप्लेजुङ आउनुभयो भने चाहिँ यो ठाउँलाई भिजिट गर्न चाहिँ नभुल्नु होला, एकदमै राम्रो ठाउँ छ है। यो सुरुमा बनेको, सुरुमा भन्दा नि निकै भइसक्यो है। सो ल गाइस, मेरो भिडियो यहीँ इन्ड गर्न चाहन्छु।